वेलकम बैक टु माई च्यानल। सो आज चाहिँ म फेरि पनि आइसकेको छु एउटा नयाँ ब्लग लिएर गाइज। अनि सो गाइज मैले चाहिँ योभन्दा अगाडि पनि एउटा भिडियो हाल्न कोसिस गरेको थिएँ, त्यो चाहिँ डिलिट भयो, युट्युबले डिलिट गरिदियो त्यो भिडियो चाहिँ, अनि ब्लग बनाएको थिएँ। सो आज चाहिँ फेरि पनि आइसकेको छु म ब्लग लिएर। अब यो ब्लग चाहिँ आउँछ जसरी पनि। सो म चाहिँ यहाँ हामी चाहिँ के गर्दैछौँ भनेपछि नि गाइज, हामी चाहिँ के गर्दैछौँ बाबुको मुखबाट सुनाउँछु। तपाईँ हेर्छु त जल्दी ल, हामी के गर्दैछौँ र यहाँ? आलु पोल्दै हम। आलु पोल्दैन, पहिला आलु पोल्ने कि के गर्ने? खन्ने अनि पोल्ने हो। सो गाइज आज हामी यहाँ खेतमा के गर्दैछौँ भने हामी चाहिँ यता आलु खन्न आएको। सो किन एउटा भिडियो पनि बनाइदिइहालौँ भनेर चाहिँ म चाहिँ यहाँ भ्लग बनाउँदैछु गाइज, देख्न सक्नुहुन्छ। अनि त्यसपछि गाइज हामी चाहिँ पहिला आलु खन्छौँ, अनि त्यसपछि हामी आलु पनि पोलेर मस्त गर्छौँ। तर यहाँ एकदम घाम लगाइरहेको थियो गाइज, एकदम घाम लगाइरहेको थियो। बिहान चाहिँ हल्का शीतल थियो, त्यो बेला चाहिँ मजा हुन्थ्यो। त्यो बेला चाहिँ मेरो घरमा काम भयो। सो अब चाहिँ यहाँ चाहिँ एकदम घाम लगाइरहेको छ। खै हेरौँ अब के हुन्छ। मैले नि गाइज गाइज त नुन खुर्सानी पनि लिएर आएको छु है, आलुसँग खाने भनेर, पोलेर खाने भनेर नुन खुर्सानी पिसेर पनि लिएर आएको छु। देख्नुहोस्, हेर्नु गाइज। यिनी चाहिँ भाइको साथी हो नै, भागे। कस्तो घाम भइरहेको गाइज, घाम लाग्यो नि अहिले फेरि। यस्तो राम्रो छ नि गाइज यतापट्टि वातावरण, वाह हरियो हरियो, हेर्नुहोस् कति राम्रो छ। हाई कति दामी छ हरियाली। अब यसमा हल्का हल्का शीतल भएको भए चाहिँ यस्तो दामी हुन्थ्यो नि, तर के गर्ने यहाँ चर्को घाम लागेको छ त्यही पनि। अनि यता चाहिँ गाइज केरो पनि फलिरहेको छ। वाउ कस्तो राम्रो फुल्या गाइज, केरो फुलेको हेर्नु यहाँ गाइज। अनि यहाँ चाहिँ थोरै तोरी पनि छ, उता बाटोमा चाहिँ धेरै तोरी चाहिँ, यस भिडियो पनि राम्रो आएको छ। त्यही पनि त्यहाँ हल्का बाख्राले डिस्टर्ब गर्यो। सो अब चाहिँ हामी यहाँ आलु खन्ने कार्यक्रम सुरु गर्छौँ ल गाइज। ओके, थोरै छ यहाँ, बिहान खनिसक्नु भयो। अब चाहिँ थोरै छ, थोरै होइन धेरै हो नि यो मम्मी, कति धेरै छ त अझै गाइज। यति भयो, यति छ यहाँ चाहिँ, यति छ गाइज। यता चाहिँ बिहान भइसक्यो अब चाहिँ, अनि यता पनि छ यति प्लस यति। गाइज अब चाहिँ आधी आलु खनिसकेँ। अब चाहिँ म आलु पोल्न लाग्छु गाइज। उता चाहिँ बाबु उता खेल्न गइरहेको, म त्यहाँ हेर्नु हरियो छ त्यो जान्न चाहिँ। ऊ त्यहाँ है हामी चाहिँ आलु खन्ने, यहाँ मम्मी चाहिँ हुन्छ आधी खनिसक्यो। अब चाहिँ म आलु पोल्न लाग्छु ल। यता चाहिँ यस्तो हरियो यहाँ छ यिनीहरू, यस्तो दाम यस्तो जामकै छिटो हो त्यो आलु पोल्ने हो, छिटो आइज त्यो दाउरा लगाउँछन्। माई घर कस्तो हरियो के गाइस नि, कस्तो दामी छ। डक्टरसँग गयो चुप्लाक्क धेरै नगर, यो लग्ने त्यहाँ चाहिँ हल्का नल पनि छ। यो पर ओसार हल्का ल। ओ माई गड यस्तो रहेछ हेर कालै गाइस। म चाहिँ मम्मीको मोबाइल पनि लिएर आएँ, म घरमा चाहिँ पानी पनि भर्यो, म अब पानी लगेर जान्छु है। गाइस म चाहिँ आलु खोजिरहेको छु है, खैले त यतिको भाइ गाइस आलु पाकेन हेर्नु छु, खाना चाहिँ म
तपाईँ नुन खुर्सानी दाम पाकिसक्यो क्या हो सायद म चाहिँ आलु निकाल्छु सब गाइज यस्तो घाम लगाइरहेको म त झाउलाइको म त आलु खान लाग्यो गाइज यस्तो छ यहाँ चाहिँ यति भयो पोलेको आलु पार्टी हुँदैछ है गाइज आलु पोलेको आलु पार्टी गाइज यो चाहिँ यति बोल्छ नि यति बोल्छ यो बोलेर कहिले थाकिन्न के यो अनुहार पनि देखा त तेरो तको होस् भनेर अलि त आइज यो हो के फुच्चे यति बोल्छ एकछिन पनि चुप्प लाएर बस्न सक्दैन यो खाना म दिदा यसमा चाहिँ यत्रो यत्रो छ उता त लानु छ नि गाइज अब चाहिँ हाम्रो चाहिँ यतापट्टि यो आलु खनेर पनि सक्यो अब यता चाहिँ अझै बाँकी छ त्यो चाहिँ यो चाहिँ अब डे 2 मा त्यो चाहिँ डे 1 भन्ने के अब चाहिँ हामी यहाँ घर जाने तयारी गर्दैछौँ गाइज घर जाने तयारी आज कस्तो राम्रो मौसम वाउ ग्रिन ग्रिन दामी भएर अब चाहिँ हामी घर जानु लाग्यो है गाइज कहाँ हाल्ने किन खने पिस्छ त्यो बुढा माल त्यो बुढा माल ल है गाइस हामी चाहिँ घर जान लाग्यो ल है घर जान लाग्यो है हामी चाहिँ सबैजना पोका पाक्ची बोकेर घर जान लाग्यो आया अब घर गएर मजाले हात खुट्टा धोएर सुत्ने नलगाउँ क्या बाख्रा अहिले बाख्रा पनि छ यार गाई कसरी लगाउनु म चाहिँ बाटो लागेको हो है मजै लागेको बाटो अब यस्तै छ आया धौ भयो छिटो जा भनेर पनि चाहिँ यहाँ कसरी जाने हो र दुगुर्न भएन यहाँ कसरी दुगुर्नु है गाइज अनि गाइज म चाहिँ घर पनि आइसकेँ हेलो एभ्रिवान अब मैले चाहिँ यो भिडियो बनाएको थिएँ सो यसमा चाहिँ मैले भिडियो इन गरेको थिएँ तर यो खै के भएर चाहिँ यो भिडियोमा चाहिँ मेरो साउन्ड कट भएको रहेछ सो गाइज त्यही भएको कारण चाहिँ मैले यसमा चाहिँ भोइस ओभर गर्दैछु गाइज गाइज हजुरहरूलाई मेरो आजको भ्लग कस्तो लाग्यो के लाग्यो एउटा सानो कमेन्ट छोडिदिनु चाहिँ नभुल्नु होला सो गाइज आजको भिडियो चाहिँ यति नै हो भन्दै बाई बाई एभ्रिवान थ्याङ्क्स फर वाचिङ अन्तिमसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद